It's my birthday. Let me take you to a place where I always wish to go. I hope यसको टुप्पोमा कोही चोरहरू नहोस्. And by the way, this is my favorite flower. Full of tears. It's my birthday today. Happy birthday to me. Happy birthday to me. Happy birthday, happy birthday. Happy birthday to me. Yeah. मैले न्यू कुरा गिफ्ट गरेँ मेरो लागि यो इयरमा. Hi, let me take you to a place where I always wish to go. यो यस्तो डरलाग्दो वे छ हैन. अनि सो यो वेबाट कहाँ जान्छ मलाई जान नि एकदम डर लागिरहेछ. बट लेट्स सी कस्तो भ्यू रहेछ. Oh my god. I hope यसको टुप्पोमा कोही चोरहरू नहोस्. And by the way, this is my favorite flower. I don't think यहाँबाट कहीँ जान मिल्छ. Let's try. यहाँबाट तल चाहिँ लिटरली यस्तो छ. अनि यहाँनिर बाटो पनि छैन बट म गइरहेको छु. I'm already scared. But let's do it. Okay. This is the view. I came from that way. Oh. Okay. Wow. So many flowers. You can see. यता तलतिर जङ्गल छ त्यहाँनिर खोला रहेछ तर त्यहाँनिर पानी छैन सो जानुको केही मिनिङ छैन. यतातिर एउटा डाँडा रहेछ. Okay. Okay, I can sit here for the whole day. त्यो टुप्पोमा जानु पर्यो अब त्यहाँनिर. Butterfly. Butterfly is here to wish me a happy birthday. Let me zoom it. Okay. See? Oh my god. Full of tears. तर मेरो आँसु चाहिँ घामले आँसु आएको. It's my birthday. And my favorite flower and my favorite kind of sky. It's so sunny. I know it's not good for my skin. मलाई घाम यति मनपर्छ. त्यही भएर मैले आज डबल लेयर अफ सनस्क्रिन लगाएर आछु. 2 types of sunscreen, double layer लगाएर आछु for the protection. I hope I won't get sun damage. And also I applied this lipstick today. Not lipstick but it's lip gloss. So yeah, I'm glossy. So I think I found my perfect spot. So now I'm going to sit here for I don't know how many hours. My jacket is full of grasses. You can see. Oh my god. Butterflies. Hi.
So, it's my birthday today. Happy birthday to me. Happy birthday to me. Happy birthday, happy birthday. Happy birthday to me. Yeah. So, today is my birthday. अनि म चाहिँ इस बर्थडेमा आई गिफ्ट माई सेल्फ अ डायरी. सो आज चाहिँ म डायरी किन्न जान्छु भनेर घरबाट छिटै निस्केँ. मेरो चाहिँ आज इभिनिङ सिफ्ट छ कि, अनि त्यसपछि अब म चाहिँ एउटा डायरी किन्छु. छिटै गएर भ्याटभेटिनी जान्छु. अनि इफ अरू केही कुरा पनि किन्न मन लाग्यो भने किन्छु भनेर घरबाट चाहिँ छिटो निस्केको थिएँ. बट बाटोमा यहाँ आउँदै गर्दाखेरि चाहिँ मलाई के फिल भयो भने मेबी आई सुड ट्राई यो बोय कता जाँदो रहेछ भनेर आई वान्टेड टु ट्राई. पहिलेदेखि नै मलाई यहाँ आउनु मन लागिरहेको थियो. बट मेरो बर्थडेमा जान्छु भनेर काइन्ड अफ प्लान्डै पनि थियो कि मेरो बर्थडेको बेला चाहिँ म यता गएर त्यसपछि बस्छु भनेर. लेट मी सो यु द भ्यू फर्स्ट. सी इट्स सो सनी हियर. लाइक म पुरै घामले डरिसकेँ. सो लेट्स गो त्यो त्यहाँ गयो भने चाहिँ त्यो रुखको शीतल पनि छ. सो I'll reach there and record a video. I am full of pasina right now. Let me show you my whole feet. This is my favorite bag. How can someone be this pretty? Look at her. Oh my god. She is glowing. अलिअलि चाहिँ घाम र पसिनाले, अलिअलि चाहिँ she is glowing. I love this life. I think I love this little life. Oh! भन्दै लडे कस्तो बाघ कराएको जस्तो साउन्ड लाग्यो के को साउन्ड भयो के वाइल्ड एनिमल. तर यो भैँसी या गाई होला. अघि नि यस्तै भइरहेको थियो, केही साउन्ड आयो अनि आई फेल्ट लाइक बाघ आयो. अब तर बाघ त कहाँ पाउँछ होला रे. ओ माई गॉड, बटरफ्लाई. This is my birthday. I'm a birthday girl. So why I wanted to record this video was that like I want to record my thoughts. मलाई अहिले कस्तो फिल भइरहेछ एन्ड आई वान्ट टु सी देम इन बिट्विन अफ द इयर्स. सो म कम्पेयर गर्न सक्छु त्यो बेला कस्तो फिल भइरहेको थियो एन्ड अहिले कस्तो फिल भइरहेछ. अनि त्यसपछि मैले जे सोचेको थिएँ त्यो कुराको लागि म काम गरिरहेको छु कि छैन भनेर के भन्ने त्यसलाई के गर्ने भन्छ लाइक बिचमा चेक गर्नलाई कि इभ्यालुएसन भन्छ कि के भन्छ. सो त्यो गर्न मिल्छ भनेर चाहिँ आइ एम रेकर्डिङ दिस भिडियो. अनि या मैले यो अहिलेसम्ममा कति 1000 चोटि भनिसकेँ होला इट्स माई बर्थडे टुडे भनेर. सो या अगेन इट्स माई बर्थडे टुडे एन्ड
I'm so happy and I think अहिलेसम्मको बर्थडेहरूमा सबैभन्दा पिसफुल सबैभन्दा कम्पोज सबैभन्दा काम भएको म यो बर्थडेमा होला कि अहिलेसम्मकोमा योभन्दा पछि पछिको इयरमा त आई डोन्ट नो म कस्तो हुन्छु मेबी अझै बढी ग्रो हुँदै गएर अझै बढी राम्रो हुँदै जान्छ मेरो लाइफमा बट अहिले चाहिँ लाइफमा जे छ जति छ आइएम सो फुल एन्ड आइएम सो थ्याङ्कफुल एन्ड आइएम नट सेङ जस्ट फर सेक अफ भिडियो हुन्छ नि पछि हेर्दाखेरि म पहिलादेखि ग्रेटफुल रहेछु भनेर भन्नको लागि मात्र नभएर आइएम सो genuinely so happy and so proud of everything. Like I'm so proud of every decision I made in the previous year and I hope यो इयरमा पनि मैले राम्रो राम्रो डिसिजनहरू गर्छु होला म किन प्रिभियस इयर र अहिलेको इयर भनिरहेको छु कस्तो न्यू इयर रिजोल्युसन टाइपको भयो यो बट इट्स नट अबाउट द न्यू इयर इन जेनरल न्यू इयर भएन बट इट्स माई बर्थडे सो मेरो लागि त अब न्यू इयर भयो नि त अनि सो my age is now 20 something, okay, and yeah, I'm growing, and not only my age but I think me as a whole person I'm growing. I can see that. Ani in comparison to previous year ko birthday, previous year ma चाहिँ मलाई कस्तो सेलिब्रेट गर्न मन लाग्थ्यो कि because I always dreamed of celebrating my birthday अनि कसैले केकहरू ल्याएको काटेको त्यसपछि लाइक फ्लावर्स एन्ड सरप्राइजेसहरू आई वान्टेड टु एक्सपिरियन्स द्याट सो मैले चाहिँ केकहरू ल्याएँ फ्लावर्सहरू ल्याएँ अनि त्यसपछि मेरो फेभरेट चाहिँ त्यो बेला अहिले चाहिँ छैन त्यो मेरो फेभरेट बट त्यो बेलाको मेरो फेभरेट वाज चिकन चिल्ली सो मैले चिकन चिल्ली बनाएँ अनि खाएँ आई स्टिल रिमेम्बर द्याट डे द्याट इयर अल्सो आई वाज काइन्ड अफ पिसफुल किनभने मैले आफूले आफूलाई सेलिब्रेट गर्न थालेको थिएँ नि त सो आज म जुन कन्डिसनमा छु नि जस्तो देखिन्छु जस्तो छु लाइक म जुन ठाउँबाट जुन त्यो ठाउँबाट यो ठाउँमा आइपुगेँ यहाँसम्म आउनुको रिजन भनेको चाहिँ मेरो अस्तिको बर्थडेको त्यो एउटा स्टेपले हो जस्तो लाग्छ कि अब यसरी हेर्दा त लाइक एउटा सानो जेस्चर देखिन्छ लाइक आफ्नो बर्थडे आफैले सेलिब्रेट गरिरहेको तर जब मैले लास्ट इयर आफ्नो बर्थडे आफै सेलिब्रेट गरेँ नि त्यसपछि मैले त्यो इयरभरि नै आफ्नो केही काम गर्नको लागि पनि अरू कसैको वेट गर्न हुन्न रहेछ भनेर सिकेँ किनभने मैले त्यो त्यो केक र त्यो फ्लावर्स मैले आफैले किनेको किन नहोस् बट आई फिल सो ह्याप्पी द्याट डे नि त त्यो केक फ्लावर्स के अरे केक काटेर खाँदा एन्ड देन फ्लावर्स आफैले आफैलाई गिफ्ट गर्दा एन्ड देन सबै गिफ्टहरू आफूले आफूलाई दिँदा आई फिल सो गुड देन आई गट टु रियलाइज कि मैले कसैको लागि लाइक कसैले के गरिदिएला भनेर वेट गर्न हुँदैन रहेछ किनभने एभ्री वान इज वेटिङ फर अरूले आएर गरिदिनुको लागि कि सो मैले कोही मान्छेहरूले आएर यस्तो गरिदिइराखोस् भनेर वेट गरिरहेको मान्छेहरू आर अल्सो वेटिङ फर me to do something for them होला नि त त्यही भएर I started to buy things for myself and yeah I started to treat myself better so I'm better today I'm glowing today ग्लो इन द सेन्स यो अब मोइस्चराइजर एन्ड सनस्क्रिनको ग्लो भने होइन बट या फ्रम विदिन आइ एम ग्लोइङ अनि त्यसपछि अरू के भन्नु मन छ मलाई सो आई डिड अ लट अफ गुड थिङ्स लास्ट इयर एन्ड आई होप यो इयर चाहिँ अलिक बढी पिसफुल होस् अस्तिको इयरभन्दा ग्रिडी भएको त होइन बट आई होप मात्र भनेको आई विस मात्र भनेको बर्थडे विस मात्र मागेको सो या द्याट्स इट अनि योपालि चाहिँ मलाई केकहरू काट्ने त्यो गर्ने फेरि मन लागेन किनभने आई अलवेज युज टु बी अलोन इन माई बर्थडे नट अलवेज बट मोस्ट अफ द टाइम आई युज टु बी अलोन अनि योपालि चाहिँ आइम विथ माई फ्यामिली मेरो भाइ बहिनीले पनि राति 12 बजे आएर विस गऱ्यो एन्ड आई लाइक द्याट अ लट हुन्छ नि लाइक मलाई खुसी हुन लाइक गिफ्टहरू चाहिने अरू केही इफोर्ट्स त त्यो इफोर्ट नै हो नि है 12 बजे आएर विस गरेको लाइक ठुलो इफोर्ट्सहरू नै चाहिँदैन रहेछ कि उनीहरू 12 बजे उनीहरूको ढोका खोल्यो होइन ढोका खोल्ने बित्तिकै म भिडियो गर्नलाई रेडी भइरहेको थिएँ किनभने मलाई थाहा थियो उनीहरू मलाई विस गर्न आइरहेछ भनेर सो आई फेल्ट सो गुड होइन तर पनि एक्लै बसिराखेको मान्छे लाइक सधैँ एक्लै भइराखेको एन्ड अल अफ सडन आइम विथ सम पिपुल अनि त्यो हुँदाखेरि चाहिँ इट्स काइन्ड अफ आई डोन्ट नो लाइक के भन्ने लाइक मेबी मैले एक्सेप्ट गर्न नसकेको राम्रो भइरहेको हो यो थाहा छ बट स्टिल आई कान्ट एक्सेप्ट द्याट के अब भरे मैले केक लिएर जाने अनि त्यसपछि सेलिब्रेट गरौँ भन्ने भयो भने दे विल बी मोर देन ह्याप्पी के लाइक मभन्दा पनि ह्याप्पी उनीहरू हुन्छन् बट स्टिल आई कान्ट डु द्याट किनभने मेरो हार्ड मोमेन्ट या ह्याप्पी मोमेन्ट्सहरूमा चाहिँ म एक्लै बसेँ एन्ड
I don't have the habit of celebrating it with people, celebrating or suffering with people. So I'm learning that. So I think at the end of this year of my life, चाहिँ म लाइक राम्रो कुराहरूलाई एक्सेप्ट गर्न सक्ने हुन्छु होला. अनि त्यसपछि के भन्ने अर्को इयरमा चाहिँ म मेरो भाइ बहिनीसँग राम्रोसँग सेलिब्रेट गर्न सक्छु होला. किनभने यो इयरमा चाहिँ मलाई कस्तो अक्वर्ड लाग्यो कि लाइक मेरो ह्याप्पी मोमेन्ट त हो, दे आर अल्सो ह्याप्पी फर मी पनि थाहा छ, बट स्टिल वाइ कान्ट आई सेलिब्रेट. लाइक आज अहिले म घरमा भइराखेको भए पनि त हुन्थ्यो नि, बट स्टिल आई फेल्ट लाइक आई निड टु स्टे अलोन, आई निड टु हुन्छ नि गो समवेयर एन्ड सिट फर सम टाइम. सो आई केम हियर. सो द्याट्स अल, not that's all, but yeah, that is what going in my mind right now. And also I have someone, they want to send me cakes, they want to celebrate my birthday, but still I can't accept that. So I think I need to develop the habit of accepting good things. I'll work on that this year, and I hope next year where I will accept a lot of good things. Every birthday I buy myself a diary, I gift myself a diary. And I was today also I was planning to buy a diary. I was planning to go to Pat Patini and get some like earrings and all the gifts for me, but जाने लागेको बेला I came here and now I don't want to go anywhere. I just want to sit here for as long as I can. So डायरी चाहिँ म अहिले मलाई गिफ्ट गरेर अहिले नै युज गरिहाल्ने पनि होइन कि. देन आई युज इट फ्रम द न्यू इयर, लाइक फ्रम जनवरी 1st. डोन्ट वरी, ओके, आई विल गिफ्ट यु अ डायरी. अहिले न्यू कुरा गिफ्ट गरेँ मेरो लागि यो इयरमा. यो चाहिँ मेरो नेसेसिटी पनि थियो, मलाई चाहिराखेको थियो. आई अर्डर अ फोन कभर एन्ड मैले फोन त किनेँ अनि फोन कभर चाहिँ लिएकै थिएन कि, त्यसमै आएको त्यो वाइट ट्रान्सप्यारेन्टवाला युज गरिरहेको थिएँ. सो मैले चाहिँ मेरो बर्थडेको लागि पनि हुन्छ भनेर, गिफ्ट हुन्छ भनेर यो फोन कभर अर्डर गरेको थिएँ अनि आई गट इट यस्टरडे. सो या, दिस इज द फोन कभर. So pretty. Because this is the type of place where I belong. Look at the view. This is where I belong. I belong to nature. I don't belong to the city life and all. I belong to a slow life. I deserve a slow life and I know I'll get it. Everybody say I'm so proud of the emotional decision that I made in my previous year. I'm so thankful for my 1 year younger self. I'm so thankful to her. I just want to upgrade my workplace because yahaneri काम गर्नु is good, but I think now मैले भक्तपुर क्यान्सर हस्पिटलको इआरबाट लर्न गर्नुपर्ने कुराहरू चाहिँ गरिसकेँ होला जस्तो फिल हुन्छ. हुन त एभ्री डे इज अ न्यू लर्निङ अपर्च्युनिटी फर मी, फर अल द नर्सेस आउट देयर. आई नो द्याट आई सुड नट से लाइक मैले लर्न गर्नुपर्ने कुराहरू लर्न गरिसकेँ, बट स्टिल I feel like I need to change the job now, so I'm going to change the job this month, I guess. And I'm manifesting in this jungle that मेरो गङ्गालाल हस्पिटलमा यो इयर जब होस्. So this is a manifestation. मेरो trees and birds and यो soilहरू चाहिँ are my friend के, they are always in my favor. They were always in my favor and they are still in my favor. So I think this manifestation is going to come true. I want to work in Gangalal Hospital this year. Form खुलिहाल्योस् भगवान, यो year form खुलियोस्. This is, I'm manifesting this on 2025 November 3rd. So I hope in this year I'll get into the Gangalal Hospital. I'm so happy and I'm so thankful for everyone. Like they taught me many things and many people were there for me in my hard times. And I especially want to thank my little sister. Because of her, it was my journey of NCLEX was so easy because she used to give me a lot of delicious food every day and she used to cook for me. She used to give me emotional support every day. So yeah, I'm getting kind of emotional. I love everyone. So my life was on. I love them a lot.
it's my birthday, but I want to make a wish to see all of them, all of my people happy, so peaceful. I want to see them enjoying their life. Yeah, this much for today. Bye bye. Okay, bye भनिसकेपछि पनि I'm back because अघि चाहिँ I forgot to say something, I forgot to record something. Like in this year, in the next year when I will be celebrating birthday somewhere, I hope यस्तै प्लेसमा होस्, त्यो जहाँ भए पनि जसरी भए पनि यस्तै नेचरको बिचमा होस् अर्को बर्थडे पनि, ट्रिजहरूसँग होस्, अनि मेरो फेभरेट फ्लावर this one यो मेरो फेभरेट फ्लावर पनि त्यो प्लेसमा होस्. And then next year मा चाहिँ I will be working either in TUTS, Manmohan, or my ultimate goal, my ultimate manifestation, my ultimate love, Gangalal Hospital. त्यसपछि अर्को चाहिँ I will be so glowing from inside, and from within I will be glowing, and then मेरो skin will also be very soft, अहिलेको भन्दा पनि अझ बढी glowy. Yeah, I'm still thankful for this skin texture, this everything. Then the most important thing, I'll be very muscular because I always wanted to have muscles, always wanted to be strong, and अहिलेसम्म चाहिँ I didn't prioritize that. So अहिलेसम्म चाहिँ म lean and thin छु. But त्यसको मतलब यो होइन कि I don't like this me. I like this me so much. She's so pretty. Look at her. Wow. I like her body. I like her everything. I like her eyes. I like her nose. I like her lips. I like her cheeks. I like her jawline. I like her everything, entire her. I like her, okay, but still I want to be a little muscular. Next year I think I will wear the same t-shirt, whether it's the boy when it's a t-shirt and jacket, and you will see my muscles. It will be so big. I'll be so strong next year. And one secret, people still happen in our Nola, okay, I'll be a businesswoman. Yeah, I'll be doing a business. I'll meet you next year. Bye bye. Don't rush for anything, okay? You will get everything, you will reach there, you will be that girl, but don't rush. And in the process of rushing, in the phase of rushing, don't punish yourself. Just go slowly because you deserve a what, peaceful slow life. And नदगुडेरै बिस्तारै हिँड्यो भने पनि you will reach there, because I know how talented you are, how hardworking you are, so you will get everything. So don't rush, take rest, stay hydrated. अहिलेसम्म यत्रो बेर बोल्दाखेरि एकचोटि पनि पानी खाएको छैन, so this is a reminder for you to stay hydrated. Drink a lot of water and sleep at least 8 hours a day. And the next is meditate every day. Meditation त भुलि नै सक्यो आजभोलि. Meditate every day, move your body every day, and then go to the gym, or gym नै जानु परेन, you can work out at home also. त्यही गरेर भए पनि be strong, okay, and eat healthy. And please जसरी भए पनि अर्को हस्पिटलमा नाम निकालिसकेपछि start your business as soon as possible, because I can't wait to see you growing financially, emotionally, and in the all other forms. I want to see you growing, glowing, exploring, because you are my favorite. Bye bye. See you next year. I'll meet you exactly after 1 year.